हैसियत छ भने तिम्रा मालिकलाई तिमी खराने ग्याङहरूलाई टिओबी ग्याङहरूलाई तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु। दिन सक्ने हिम्मत ल्याकत ताकत यदि तिमीहरूको छ हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हो। अनि तिम्रा बाउहरूले तपाईँको सहकारी ठगे के गर्छौ तिमीहरू? तिम्रा बाउहरूले सिंहदरबार जलाए के गर्छौ तिमीहरू? छ हिम्मत तिम्रा बाउहरूको दिन ल आऊ भन संसदमा उभिएर देऊ भन जवाफ। म सुन्न तयार छु। ल सक्छौ? झुटो समाचार फैलाएको छ, दुनियाँ गरेको छ। स्पष्टका साथ म भन्छु, जापानमा हामी सुरक्षित छौं। तिमीहरूलाई जनताले जिताएको भनेको आतंक मचाऊ भनेर होइन, काम गर भनेर हो। कालीकोटमा भिडमा अड्किएकी मान्छेलाई उद्धार गर भनेर हो। काठमाडौँमा उभिएको मान्छेलाई, आगो लागि भएको मान्छेलाई, एउटा जाब सडकमा रोकेको मान्छेलाई, प्रहरीले कुटी कुटी आगो लाउन बाध्य भएको मान्छेलाई उपचार गर भनेको। त्यति भन्न नहुने तिमीहरूलाई देशभरि भरम फैलाएर हल्ला गरेर मजाक गरेर यो के गरेको तिमीहरूले? दम छ? ल आऊ, भोलि बिहान हामीले यहाँ तपाईँको नेगै भन्ने सहरमा कार्यक्रम गरिरहेका छौँ। आऊ न अगाडि। प्रजातन्त्र यही हो के भनेका छौँ हामीले? अरे यार रेस्पोन्सिबल बन, मान्छे मरेको छ त्यसको जवाब देऊ। त्यो भन्न नपाइने हो? तिमीहरू को हौ त्यस्तो? तिमीहरूमा क्षमता छैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू। तरिका हुन्छ नि एउटा कुरा, कुनै पनि चिजको एउटा तरिका हुन्छ। तरिका हुन्छ कुनै पनि चिजको। त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने जापानमा म सुरक्षित छु दाजुभाइ हो। केही फरक पर्दैन। यिनीहरू कराए मात्र होइन, यिनीहरू सबै एक ठाउँ भएर पागल भएर यिनीहरू दौडेर डिप्रेसनको रोगी भने हामीलाई फरक पर्दैन। बुझ्दै बुझ्दैन गोर्खा उल्टो मलाई पढाउनु बाटामा त के भन्नुभएको भन्छ। मैले शेरबहादुर मरिजा भने हो र? मैले त के गरेको नेताजी? सुहाउँदैन तपाईँलाई? यो त मरे सरह भयो।